पत्ता लाग्नुपर्छ कुन चाहिँ पार्टी राम्रो हुन्छ अनि त्यतिखेर सद्भावना पनि थियो। अनि सर त्यो बेला सर कति उमेरको हुनुहुन्थ्यो? त्यो बेला अब कति भनौँ हो, यो अहिले त 77 लगभग कति होला। त्यो स्कुलबाट चाहिँ 63-10 मा रिटायरमेन्ट भएको छु। कति वर्ष सरले त्यहाँ सेवा गर्नु? मैले लगभग मेरो गिन्ती चाहिँ 36.5 वर्ष छ। तर चाहिँ म 37.5 वर्ष त्यो विद्यालयमा चाहिँ शिक्षण पेसामा बसेर बल्ल चाहिँ रिटायरमेन्ट पाएको छु। अनि सर त्यति लामो समयसम्म शिक्षण पेसामा गर्नुभयो, राजनीतिक पेसा पनि त सँगसँगै लानुभयो। 63 पछि जब रिटायरमेन्ट भए आमोद प्रसाद उपाध्यायले तपाईँलाई चाहिँ क्षेत्रीय सभापति बन्नै पर्छ भने उनको आग्रह र रिक्वेस्टमा क्षेत्रीय सभापति यो समेत 3 कार्यकाल हुँदैछ। र पछि फेरि पार्टीले पनि मलाई चाहिँ के अरे एउटा इमान्दार कर्मठ योद्धा सोचेर पार्टीले टिकट दियो र जनताले पनि केही गर्छ भन्ने उनीहरूको मनसाय, उनीहरू मलाई चाहिँ एउटा विश्वास गरेर उहाँहरूको के अरे सहमति मैले पाएँ र जनताहरूले चाहिँ मलाई राम्रो मान्छे सम्झेर इमान्दार कर्मठ केही गर्ला भनेर चाहिँ मलाई चाहिँ विश्वास गरेर उनीहरूले मत दिएर मलाई के अरे मेयर पदमा ल्याउनु भएको छ। त्यस उसले गर्दा जनताहरूलाई चाहिँ म आफ्नो व्यक्तिगत तर्फबाट त्यतिखेर पनि के अरे धन्यवाद दिएको थिएँ र आज पनि तपाईँको च्यानलको मार्फत चाहिँ धन्यवाद दिँदैछु। पनि छन् दलित आदिवासी जनजाति सबै हामी चाहिँ विपन्न छौँ र अन्त गएर हामीले इलाज गर्नुपर्छ। कुनै व्यक्तिसँग पैसा हुन्छ, कुनै व्यक्तिसँग पैसा हुँदैन। त्यो अवस्थामा चाहिँ नगर अस्पताल बनाउनु पर्छ भन्ने मेरो पहिल्यै योजना थियो। सबभन्दा पहिलो मैले चाहिँ स्वास्थ्यमा ध्यान दिनुपर्छ र त्यस पछाडि के अरे शिक्षामा, कृषिमा, पूर्वाधारमा ध्यान दिनुपर्छ। अति आवश्यक मैले के अरे स्वास्थ्यलाई ठानेर स्वास्थ्यलाई चाहिँ नगर अस्पतालको रूपमा परिणत गरेका छौँ र 18 करोडको भवन पनि सम्पन्न भइसकेको छ। उद्घाटन नजिकै हुनेवाला छ। प्रकारले भन्नुहुन्छ भने रत्वा पुल चाहिँ मेरै पालामा उद्घाटन भयो र त्यो चाहिँ अधुरो थियो, त्यो सुचारू थिएन। एक पटक डाक्टर मिनेन्द्र रिजाल उहाँ चाहिँ के अरे रक्षा मन्त्री जब हुनुभयो त्यतिखेर चाहिँ आएर उहाँको पहलमा त्यो जोड्ने काम भयो। भने यो जुन दमकलको बारेमा जुन छ नि सर, अहिले सामाजिक सञ्जालहरूमा अलिकति गुनासो गरेका छन्। पहिले नै आउनुपर्ने, पहिले नै ल्याउँछु भनेको थियो, अहिलेसम्म आएको छैन भन्ने कुराहरू। यो के भयो भने नि एकचोटि हामीले टेन्डर निकाल्यौँ अनि टेन्डर निकाल्दा त्यतिखेर चाइनाले दियो अरे होइन। चाइनाको चाइना कम्पनीको त्यो एक कम्पनीले एक्सेप्ट गर्यो। तर बुझ्दै जाँदा यो चाइना कम्पनीको चाहिँ बेकार हुन्छ अरे।